अहिले चाहिँ कहाँ जानु लाग्यो जस्तो भयो होला अहिले म चाहिँ अहिले ट्युसन जानु लाग्यो अनि अस्ति एक्सिडेन्ट भएर अनि टिप्पर यस्तो भयो रहेछ अनि बाटोमा अनि ट्युसन क्लास भ्याएपछि अनि हामी छिटो घरतिर जानु थाल्यौँ अनि साथीलाई गर्दै थियो मेरो नि भनेर अनि म चाहिँ घरतिर लागेँ घर पुग्ने बित्तिकै म चाहिँ फ्रेस हुन लागेँ अनि लागेपछि लास्टै गर्मी थियो नि त आज लास्ट गर्मी भइरहेको अनि म चाहिँ हात खुट्टा धोएर अनि खाना खान लागिहालेँ अनि पेन्ट किन्न गएँ अनि बाबा र म मिलेर अनि घरमा पेन्ट लाउनु पऱ्यो भनेर अनि म बरफ खाँदै पेन्ट घोलिरहेको थिएँ अनि आज फुल डिजाइन हान्नुपर्छ भनेर अनि बाबा र म मिलेर पुरै डिजाइन हान्दै थिएँ म चाहिँ डिजाइन भर्दै थिएँ बाबाले चाहिँ पेन्ट लाउँदै हुनुहुन्थ्यो अनि बाबाले केमा बान्नु भएको नि त म र मम खाजा खान थाल्यो अनि बाबाले चाहिँ पहिल्यै खाएर गयो बाबाले फेरि डिजाइन उक्काउँदै हुनुहुन्थ्यो अनि म चाहिँ एकछिन हेरेर बसेँ अनि झ्याउलाई चाहिँ पछाडिबाट अलिअलि गर्दै बसिरहेको थिएँ अनि बाबाले त पछि सबै गरेर भ्याउनु लाउनु भइसक्यो रहेछ अनि राति पनि लाइट बाली भयो अनि हामीले बुट्टा सुट्टा भरेर आज यति त भ्याउने हो भन्दै अनि हामीले भ्याएर अनि छोड्ने भनेर अनि छिटो गर्दै थियौँ एन्ड दिस वाज द रिजल्ट अनि यो चाहिँ हामीले केन गरेको थियो अनि पछि बाबाले इँटा हालिदिउँ भनेर अनि इँटा हानिदिएको अनि बाबाले फेरि पोज दिनु भइरहेको थियो कि अनि पिल्लरको नि उकाइदियौँ हामीले अनि छिटो उकाएर अनि त्यसलाई यतै रेलिङतिर चिप्काइदियो हामीले अनि फेरि युज गर्नु पऱ्यो नि त आज लास्ट थाकिरहेको छ आजको लागि यति नै पिस आउट